हिजो अस्ति भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र उज्यालो नेपाल कुलमान भिसिङको पार्टी एकता भएको करिब करिब एक हप्ता अराउन्ड भयो होला। उज्यालो नेपालका अध्यक्ष आज एउटा समानुपातिकको चिर्को लिएर निर्वाचन आयोगमा गएका, तर निर्वाचन आयोगले त्यो समानुपातिकको चिर्को लिन नमानेको भन्ने कुरो आएको छ। वास्तवमा एक हप्ताभित्रै एकता किन टुट्न खोज्यो? रासपा र उज्यालो नेपालको एकता एक हप्तामै किन टुट्न खोज्यो? यो बारेमा यथार्थ त विस्तारित बाहिर आउला, तर यसलाई कसरी लिनुहुन्छ? प्रतिक्रिया दिनुहोला।